ओडार भन्छ यसलाई। लगभग हाम्रो एकदम ढुङ्गे युगमा हाम्रो पुस्ताहरूले बिताएको ठाउँ। गाइज सबैलाई नमस्कार। यो हो हाम्रो ओडार। यो प्राचीन कालदेखि हाम्रो पुस्ता भनौँ न, मानव जीवनको पुस्ता ढुङ्गे युग जुन हाम्रो गुजारा गरेर आएको थियो अरे हामीले भन्दा सुनेको, हामीले त भोग्न पाइएन होइन। ओडार भन्छ यसलाई, जुन ढुङ्गे युगमा हाम्रो पुर्खाहरूले आफ्नो जीविकोपार्जन गर्दै आएको ठाउँ। यसलाई लगभग हाम्रो एकदम ढुङ्गे युगमा हाम्रो पुस्ताहरूले बिताएको ठाउँ, जुन ठाउँमा जङ्गलको कन्दमूलहरू खाएर यसै ठाउँमा जीविकोपार्जन गर्थे अरे भन्ने हामीले सुनेको। यो चाहिँ भनाइ हामीले सुनेको। अब हेर्नुहोस्, यो ओडार हो यसको नाम। माथि ढुङ्गा छ, तल चाहिँ जमिनले छेकेको छ। अनि यसै ठाउँमा हाम्रो पुर्खाहरूले जीवन चलाएर बसेको हो भन्ने, जुन त्यो ढुङ्गे युगमा भएको कुरा हामीले अहिले यो युगमा सुन्दै आएका छौँ। हेर्नुहोस् गाइस।